खाना कस्तो छ यस फाइनली म वेलकम टु मागी होमस्टे थारू भिलेज पुगिसकेको छु। मेरो यो डेस्टिनेसन आज मेरो यो सिमथरी थियो। अब म सिमथरीमा बाबुको न्वारानको त्यहाँ के कस्तो कार्यक्रमहरू हुन्छ हैन सबै कुराहरू म यो मेरो सानो भ्लगमा चाहिँ तपाईहरुलाई देखाउने छु। अनि मेरो यो भ्लग चाहिँ अन्तिमसम्म हेरेर साथ सपोर्ट गरिदिनु होला भने फाइनली हामी पुगिसकेका छौँ हाम्रो छोरीको अन्नप्राशनमा। को छन् ढोकिदिनु पर्दा मैले हो यहाँ छन् ढोकिदिए यता पनि हो एकदम ढोकिदिए हजुर यस दाइ मेरो ढोक गरे दाइ के छ दाइ एकदम ठिक छ। अरू दाइ के छ तपाईको हालखबर? रमाइलो छ रमाइलो हाल्छ ल। यहाँ डेकोरेसन पनि भइरहेको छ। यस्तो हुनुहुन्छ मेकअपको लुक पनि यस अहिले लुक पनि आइसकेको छ दिदीको। डेकोरेसनको डिपार्टमेन्ट तिमीहरू सम्हालिरहेका छौ एकदम राम्रोसँग इमानदार छौ सम्हाल्नु है। ढोक ढोकिदिए सबैलाई होलसेलमा ढोक गरे है ल एकदम ठिक छ। मेरो सानी के छ हालखबर? ठिक छ भाउजू के छ भन है। मेरो भाउ को भाउजू इनु निकी छन् कि इनु निकी छन् गाइस म भनिदिए यस सारै ल मेरो दिदी चाहिँ अहिले विदाउट मेकअप हुनुहुन्छ विदाउट साडी हुनुहुन्छ तर एकछिन पछि नारी भएर कत्रा हेरिने देखिनुहुन्छ भन्ने मलाई उपेक्षा गरेको छु। तपाईले गर्नुभयो डेकोरेसन लगाउने पनि म है आजको प्राकृतिक ममा जान्छ ल मजा छ मस्त छ यो लास्ट मन परेको मलाई मन पर्यो। ए पलक ढोक दे बाला ढोक दे जिगर ए ढोक दे भने छोक दे तँ अब पछि ठुली मान्छे भए पनि यो भ्लग हेर्ने त इन्डिङसम्म लास्टसम्म यहाँ त यार यो बिहाको जस्तो म छ त यहाँ त तालमाल यहाँ आउँदा यसो दाइ ओ मेरो दाइ आफ्टर लङ टाइम यार के छ दाइ हालखबर? दाइले पनि यहाँ हायर गरिसक्नु भयो दाइ? दाइ ढोकिदिए दाइ ठिक छ भिडियो चाहिँ त्यही त के छ हालखबर ए राम्रो एकदम ठिक छ ओके माया छ ल माया छ। ढोकिदिए अङ्कल एकदम बवाल छ यहाँ। के बनाउँदै हुनुहुन्छ दाइ यो? मासु गड प्योर खसी चाहियो खसी काटे अहिले खसी हो एकदम हाँसो एकछिन हाँसो मजा गर्नु पनि पर्छ लाइफमा। क्या छ अङ्कल निकाइ छ कि अङ्कल? क्या गर्दा लाछौ यो? क्या हो यो? भुँडी पकाउनु पर्ने ए भुँडी केका लागि चक्नाका लागि हो कि आइस यसमा माहौल तातिँदैछ। अब फाइनल्ली डेकोरेसन कम्प्लिट भइसक्यो। तपाईँहरू देख्न सक्नुहुन्छ यो डेकोरेसन हाम्रो पलक बाबुको यो डेकोरेसन हो। एकदम राम्रो छ यहाँको यो सिस्टम खुसी लागिरहेको छ मलाई यस्तो यो इन्भाइरोमेन्ट देख्दाखेरि। यहाँ सबै बुढापाकाहरू यसरी बसिराखेका छन् हेर्न सक्नुहुन्छ। के छ आन्टी तपाईँको भनाइ? पलक प्रतिको भनाइ के छ? ठुली मान्छे अलि पढाली लेखाली बस। अनि अर्की जाको भनाइ के छ भन? पलकलाई भन दुई शब्द। अरे लाज नमान भन। पढी लेखेबाट आधारले मेरो नातिनी निकी बली पढाली लेखाली राम्रो हौ एकदम खुसी लाग्यो। अर्की जाको भनाइ के छ? मेरी नातिनी पढाली लेखाली जानकार इन्जिनियर बन्नेरी एकदम बाबुको राम्रो हो है पढाइ लेखाइमा राम्रो हो हजुर भविष्य राम्रो होस् एकदम। के छ आफू मात्र बत्तिने अनि पलकलाई एकछिनमा रेडी गर्ने के छ? अनि पलकको यो अन्नप्राशनमा चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ उहाँलाई? मेरो छोरी धेरै पढोस् ठुलो मान्छे बनोस् यस पलक यस ल माया छ ल मेरो आशीर्वाद मेरो बाबुलाई सधैँ राम्रो होस् पढाइ लेखाइ राम्रो होस् भविष्यमा राम्रो होस् यति। म त धेरै खुसी छु। त्यस्तो खासै भने केही छैन 6 महिनापछि नर्मली सबैले खाने कुरा हो। बात चाहिँ राम्रो होस् एकदम ज्ञानी हुनु अब सबै चिजमा अब राम्रोसँग एकदम पढेर अगाडि बढ्नु पर्यो। राम्रोसँग अनुशासन डिसिप्लिन हुनु पर्यो हैन। यस यति माया छ हाम्रो अब ठ्याक्क पलकको यसरी नुहाइधुवाइ भइरहेको छ।
पढोस् लेखोस् राम्ररी ज्ञानी बनाओस् पढो लेखो राम्ररी हो ज्ञानी हो राम्रो संस्कार सिको पढोस् राम्रो गरोस् डिसिप्लिनमा बसोस् खुसीको पल दिएछ अब छोरीले के भनौँ पलक राखेछ अनि कहिले यस्तो द्वारा उहाँले चाहिँ पलकले यसरी नुहाइसकेको छ हेर्नुहोस् यो एकदम रमाइलो लाग्छ यो ठाउँ यस्तो बाइक छ ल सानले पनि हाल्न लगाइदियो ल सानी पनि नानी नानी नै गर्दै ल यसरी हेर्नुहोस् बुढापाकाहरू यति राम्रोसँग बस्नु भएको छ यो दिन एकदम रमाइलो छ यहाँ कुरा रमाइलोको सीमै नै छैन हैन फाइनल्ली हाम्रो पलक बाबु चाहिँ बटेर रेडी भइसक्नु भएको छ उहाँकै फुपूद्वारा हाम्रो दिदी हुनुहुन्छ उहाँ जो दिदी हेलो हेलो यता हेर यस फाइनल्ली उहाँ चाहिँ आफ्नो गद्दीमा बसिसक्नु भएको छ उहाँले त्यो गद्दीमा चाहिँ एकदम यसरी उसलाई स्याहारिरहेको छ यो दिन नै फुपूहरूले चाहिँ एकदम स्याहार्ने दिन हो यो उहाँ सानादेखि ठुल्ठुलासम्म फुपूहरू छन् यसरी स्याहारले गर्दाखेरि चाहिँ एकदम रमाइलो भइरहेछ तर बाबु चाहिँ अलि दुःखमा छ जस्तो लागिरहेछ एकदम बवाल छ अब फुपूले चाहिँ टिका लगाइरहेको छन् यो माहौलमा सबैहरू फुपू क्यामराम्यान सब भइरहेको छ यहाँ माहौल भइरहेको छ अब फुपूले चाहिँ उहाँबाट अन्न प्राशन गर्न सुरु गरिसकेको छ उहाँ चाहिँ ठुलो फुपूले चाहिँ उहाँलाई गिफ्ट दिइसक्नु भएको छ हेर्न सक्नुहुन्छ दाइ चाहिँ आफै बिजी छन् है यहाँ र फुपूहरू लाइन लागेको छन् यहाँ सबै सानी सानी के छ तिम्रो हल्का बल ठिक छ सानी हल्का बल ठिक छ माया गरिदिन्छ अहिले बाबु चाहिँ एकदम लास्टै रुइरहेको अवस्था यो तपाईँहरू देख्न सक्नुहुन्छ तर के कारणले रुइरहेको छ भन्ने थाहा छैन तर सायद मलाई लाग्छ भने यो क्राउड देखेर चाहिँ अनि यो यसरी यो अनेक अर्कै चिज लागिरहेको छ उसलाई त्यो कारणले चाहिँ ऊ अलि अनकम्फर्टेबल भएर रुएको जस्तो पनि लागिरहेछ तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट गरेर चाहिँ मलाई भन्नु होला है गाईहरू के छ दाइ तपाईँको भनाइ बुझ्दम छ तर बाबुलाई चाहिँ एकदम केयर गर्नु होला है बाबु केयर गर्नु होला यहाँ धेरै राम्रा राम्रा मान्छेहरू पनि यहाँ प्रस्तुत भइसकेका छन् हेर्नुहोस् फुपूहरू चाहिँ ललिपप खेलाएर अहिले भुलाइरहेकी छ यो ललिपप हो भाइ एउटा फुपू ललिपप खेलाएर उसलाई भुलाइरहेको छ तर भुलियो पनि यार अरे रुएन त मेरो ठ्याक्क पछाडि खाना खाने कार्यक्रम भइरहेको छ एकदम सबै एट फर्स्ट यहाँको चलन चाहिँ कस्तो रहेछ भने बुढापाकालाई चाहिँ फर्स्ट प्रायोरिटी दिने अनि बुढापाकाभन्दा पनि अनि धामीहरूलाई चाहिँ अलिक प्रायोरिटी दिने भन्ने मैले यहाँ पाएँ एकदम ठिक हो राम्रो हो हामी सबैभन्दा अगाडि बुढापाकालाई नै खिलाउनु पर्ने हुन्छ खाना अनि त्यसपछि अनि बाँकी अरू मान्छेहरूलाई चाहिँ हुन्छ पालो ठिक छ एकदम राम्रो लागिरहेको छ यो माहौल देख्दाखेरि खुसी छौँ हामी खाना कस्तो छ यस खाना सब गुदम खाना छ अरे यहाँ होइन एकदम मजाले खाइरहेछन् हाम्रो यो सुभाष भाइले चाहिँ सबभन्दा बढी ग्रेभी खाइसकेको छ यसले तर त्यही पनि यसको पेट भइरहेको छैन यो मासु खानु यो मासु लभर रहेछ यो लास्टै हो मासु लभर रहेछ यसले भुँडी पनि छोडेन यसले त्यो मासु पनि यसले तर सोझ दाई मात्र रहेछ मासु नखाने रहेछ भेज रहेछ दाईले पनिर सनिरको व्यवस्था छैन यहाँ दाईको भागको पनिर दिदी पनि एकदम सहकारी हुनुहुन्छ शाकाहारी होइन हो हाम्रो पलकको अन्नप्राशनमा चाहिँ एकदम चिटिक्क परेका होइन हाम्रा भान्जा हुन् भान्जा के छ भान्जा हालको भर ठिक छ भान्जा के छ अनि मेरो भ्लगमा के भन्न चाहन्छौ यस आई लभ इट टु मेरो मामे के छ र तेरो हालको भर बुवालाई चाहिँ मिस गरिरहेको छ तेरो ड्याडी कति बेला आउने भन् ए चौमाला पुगिसकेको छ उसको ड्याडी अनि उसको ड्याडीसँग हाम्रो कुराकानी हुनेवाला छ आज यस
कमरिया करे